बेस्ट स्मार्टफोनको खोजीमा हुनुहुन्छ अन्डर 20,000 बेस्ट फर क्यामेरा बेस्ट फर गेमिङ ओभरअल बेस्ट पर्फर्मेन्सको लागि म हजुरहरूको लागि फुल्ली रिसर्च गरेर केही फोन्सहरू लिएर आएको यो भिडियो अन्तिमसम्म हेर्नु होला। यहाँदेखि हजुरलाई पक्का कुनै एउटा त मन पर्ला। हाम्रो पहिलो स्मार्टफोन रहेको छ Realme C63। यसको डिजाइनको कुरा गर्नु पर्दा यो दुईटा डिजाइनमा आइरहेको छ। एउटा फ्ल्याट डिजाइन विथ बेज एन्ड लेदर फिनिश अनि अर्को रहेको छ वेदर प्याटर्न। वेटको कुरा गर्नु पर्दा 1.89 ग्रामको रहेको छ अनि डिस्प्लेको कुरा गर्नु पर्दा 6.74 इन्चको LCD प्यानल रहेको छ। 90 हर्ज रिफ्रेश रेट, 180 हर्ज टच स्याम्पलिङ रेट अनि यसको प्राइसको कुरा गर्नु पर्दा 464 GB को 14,499 अनि 4128 GB को अनि 8 GB र्याम 128 GB स्टोरेज को 20,999 रुपियाँ पर्नेछ, जुन कि 1000 त डिस्काउन्ट भइहाल्छ होला जुन हिसाबले म भन्नु थिएँ अन्डर 20,000। हाम्रो अर्को फोन रहेको छ Honor X6B। डिजाइनको कुरा गर्नु पर्दा मोनोटोन डिजाइन विथ रिफ्लेक्टिभ ब्ल्याक प्यानल एन्ड फ्ल्याट फ्रेम। यसको वेटको कुरा गर्नु पर्दा 192 ग्रामको रहेको छ। यसको डिस्प्लेको कुरा गर्नु पर्दा 6.56 इन्च TFT LCD प्यानल। यसको रिफ्रेश रेटको कुरा गर्नु पर्दा यो पनि 90 हर्ज रिफ्रेश रेट सपोर्ट गर्नेछ अनि यसको चिपसेटको कुरा गर्नु पर्दा octa core MediaTek Helio G85 12 नैनोमिटरको रहेको छ, त्यही प्रोसेसर। अनि यसको ब्याट्रीको कुरा गर्नु पर्दा 5200 mAh को सिलिकन कार्बो सेल विथ 35 वाट पर फास्ट चार्जिङ रहेको छ। अनि कलर्सको कुरा गर्नु पर्दा यो चारवटा कलर्समा एभाइलेबल रहेको छ। पहिलो रहेको छ फरेस्ट ग्रीन, अर्को रहेको छ स्ट्रे पर्पल अनि दोस्रो रहेको छ ओसियन मिडनाइट ब्ल्याक। अब यसको प्राइसको कुरा गरौँ भनेपछि 6 GB र्याम 128 GB स्टोरेजलाई नेपालमा पर्ने छ 16,999। अनि हाम्रो अर्को फोन रहेको छ Vivo Y21D। यसको डिस्प्लेको कुरा गर्नु पर्दा 6.68 इन्चको रहेको छ, जुन कि IPS LCD स्क्रिन HD प्लस 90 हर्ज रिफ्रेश रेट सपोर्टेड रहेको छ। यसको चिपसेटको कुरा गर्नु पर्दा युनिसको टाइगर T12 नैनोमिटर रहेको छ, जुन कि बेस्ट रहेको छ अनि यो IP68 रेटिङसँग आउँछ, जुन कि डस्ट अनि वाटर रेजिस्टेन्स रहेको छ। अनि यसको क्यामेराको कुरा गर्नु पर्दा सिंगल क्यामेरा 50 मेगापिक्सलको मेन क्यामेरा रहेको छ, जुन कि एलेक्सियर लेन्स युज गरेको छ। अनि फ्रन्ट क्यामेराको कुरा गर्नु पर्दा 5 मेगापिक्सलको सेन्सर रहेको छ होल पञ्च। अनि सिक्युरिटीको कुरा गर्नु पर्दा यसमा नि हजुरको फिंगरप्रिन्ट डिस्प्ले देख्न पाइएको रहेछ। ब्याट्रीको कुरा गर्नु पर्दा यसको 6500 mAh ब्याट्री आउँछ विथ 44 वाट चार्जिङ। अनि यसको प्राइसको कुरा गर्नु पर्दा 21,499 पर्ने रहेछ 16 GB र्याम 128 GB स्टोरेजको लागि। हजुरलाई कुन फोन मन पर्यो त कमेन्टमा भन्नु होला। आजको भिडियोमा यति मात्र, भेटिने छौ नेक्स्ट भिडियोमा। अनि च्यानलमा न्यू हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि बेल आइकन हिट गर्न नबिर्सनु होला हाम्रो नेक्स्ट भिडियोको लागि।